सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले क्लास 11 कम्प्युटर साइन्सको च्याप्टर नम्बर 2 नम्बर सिस्टममा रहेको 1/2 कम्प्लिमेन्ट र त्यसको सबट्र्याक्सनको भिडियो लिएर आएको छु। अहिले चाहिँ यो भिडियोमा चाहिँ मैले 1s कम्प्लिमेन्ट कुरा गर्ने छु। त्यसपछि सबट्र्याक्सन कसरी गरिन्छ भन्ने कुरा मैले बताउँछु। पहिला चाहिँ 1s कम्प्लिमेन्ट भनेको के हो हेरौँ त है त। 1s कम्प्लिमेन्ट भन्नाले 1s कम्प्लिमेन्ट अफ बाइनरी नम्बर इज अनदर बाइनरी नम्बर obtained toggling all the bits भन्नाले बिट्सहरूलाई के गर्ने त एक्सचेन्ज गर्ने, 1 लाई 0 गराउने, 0 लाई 1 गराउने। यहाँ इक्जाम्पलमा देख्न सक्नुहुन्छ बाइनरी नम्बर दिएको छ 10011। यसको 1s कम्प्लिमेन्ट हुन्छ 01100। 1 लाई 0 गराउने र 0 लाई 1 गराउने। अर्को इक्जाम्पल रहेको छ 01010। अब 0 लाई 1 गराउने, 1 लाई चाहिँ 0 गराउने र यसको 1s कम्प्लिमेन्ट हुन्छ 10101। यसरी यसलाई के भनिन्छ भने 1s कम्प्लिमेन्ट भनिन्छ। अब हेरौँ 1s कम्प्लिमेन्ट लगाएर सबट्र्याक्सन कसरी गर्ने। हामीसँग सबट्र्याक्ट गर्नको लागि दुईटा भ्यालु हुन्छ। अगाडिको भ्यालुलाई मेनु एन्ड भनिन्छ भने पछाडिको भ्यालुलाई चाहिँ सबट्राइन्ड भनिन्छ। अब फर्स्टमा के गर्नु पर्यो भने हाम्रो मेनु एन्ड र सबट्राइन्ड को बिटहरू इक्वल छ कि छैन हामीले चेक गर्नुपर्ने हुन्छ। छैन भने के गर्ने, भ्यालुको अगाडि 0 थपेर के गर्नु पर्यो हामीले मेनु एन्ड र सबट्राइन्डको बिट्सहरूलाई के गर्नु पर्यो इक्वल गर्नु पर्यो। यो भयो हाम्रो पहिलो स्टेप। त्यस्तै गरी दोस्रो स्टेपमा अब हाम्रो जुन सबट्राइन्ड छ त्यसको के गर्ने 1s कम्प्लिमेन्ट निकाल्ने है। त्यसपछि आउँछ हाम्रो नेक्स्ट स्टेप रहेको छ मेनु एन्ड र 1s कम्प्लिमेन्ट जुन हामीले भर्खरै निकाल्यौँ सबट्राइन्डको त्यसलाई एड गर्ने र एड गरेपछि हाम्रो दुईटा कन्डिसन आउँछ। एड गरेपछि ओभरफ्लो डिजिट आयो भने के गर्ने, ओभरफ्लो डिजिट आएन भने के गर्ने है। अब दुईटा अप्सन रहन्छ। ओभरफ्लो आयो भने चाहिँ के गर्ने, त्यो ओभरफ्लोलाई के गर्ने डिस्कार्ड गरिदिने र त्यो डिस्कार्ड गरिएको नम्बरलाई बाँकी रहेको डिजिटसँग के गरिदिने जोडिदिने है। यो भयो ओभरफ्लो आयो भने के गर्ने भन्ने। अब ओभरफ्लो आएन भने के गर्ने त फेरि जुन हाम्रो एडिसन गरेको रिजल्ट छ त्यसको फेरि के गर्ने 1s कम्प्लिमेन्ट निकालिदिने र त्यही नै हाम्रो के हुन्छ फाइनल एन्सर हुन्छ। तर ओभरफ्लो आएन भने जुन हाम्रो एन्सर हुन्छ त्यो नेगेटिभ साइनमा रहन्छ। त यसरी हामीले 1s कम्प्लिमेन्टको सबट्र्याक्सन गर्न सकिन्छ। अब हेरौँ इक्जाम्पलको थ्रु मैले तपाईहरुलाई बुझाउने प्रयास गर्छु। इक्जाम्पल दिएको छ सबट्र्याक्ट 10111 फ्रम 11101 युजिङ 1s कम्प्लिमेन्ट भनिएको छ। अब यसमा चाहिँ हामीले के बुझ्नुपर्छ, जुन फ्रम भनिएको छ त्यसले के गर्नु पर्यो त अगाडिको नम्बरलाई सबट्र्याक्ट गर्नु पर्यो है। यहाँ चाहिँ हाम्रो मेनु एन्ड कुन भएको छ त 11101 भएको छ भने सबट्राइन्ड भनेको 10111 भयो है। सो अब सुरुमा फर्स्ट स्टेप के थियो भने मेक इक्वल बिट के गर्ने बराबर गराउने। अब यो दुईटै मेनु एन्ड र सबट्राइन्डको के छ बिट्सहरू इक्वल छ, त्यही भएर हामीले केही गराउनु परेन। अब के गर्नु पर्यो सबट्राइन्ड भनेको 10111 को 1s कम्प्लिमेन्ट निकाल्ने। अब 10111 को 1s कम्प्लिमेन्ट कति हुन्छ, 0 लाई 1 गराइदिने, 1 लाई 0 गराइदिने। त्यसै गरी यसको 1s कम्प्लिमेन्ट हुन्छ 01000 भयो। त्यसपछि एडिसन एड गर्ने। अब मेनु एन्ड र भर्खरै हामीले सबट्राइन्डको 1s कम्प्लिमेन्ट निकालेको थियौँ त्यसलाई के गरिदिने जोडिदिने। अब मेनु एन्डमा रहेको छ हाम्रो 11101 र हाम्रो 1s कम्प्लिमेन्ट अफ सबट्राइन्ड कति थियो 01000। अब यो दुईटालाई एड गरेपछि हाम्रो
के हुन्छ रिजल्ट चाहिँ 100101 आउँछ। अब यसमा के भयो भने मेनु एन्डको पनि 5 बिट रहेको छ अनि सब्ट्राएन्डको वान्स कम्प्लिमेन्ट पनि 5 बिटको रहेको छ, तर हाम्रो रिजल्ट के भएको छ 6 बिटको आएको छ। त्यसको मतलब के भयो भने हाम्रो ओभरफ्लो भयो है, एउटा बिट एक्स्ट्रा आयो भनेको ओभरफ्लो भयो। अब के गर्ने त त्यो 1 बिटलाई के गरिदिने डिस्कार्ड गरिदिने र जुन हाम्रो रिमेनिङ डिजिट छ त्यसमा त्यो 1 लाई के गरिदिने प्लस गरिदिने। अब रिमेनिङ डिजिट भनेको 00101 हो, त्यसमा +1 गरिदिने। +1 गरिदिँदा कति आउँछ हाम्रो 00110 आयो। अब यही नै हाम्रो के भयो त फाइनल एन्सर भयो है। यो एउटा इक्जाम्पल भयो। अर्को इक्जाम्पल पनि रहेको छ। नेक्स्ट क्वेसन रहेको छ सबट्र्याक्ट 10111 फ्रम 110 युजिङ वान्स कम्प्लिमेन्ट भनिएको छ है। अब फ्रम भनेको के भयो त हाम्रो 110 जुन हाम्रो मेनु एन्ड भयो भने 10111 हाम्रो सब्ट्राएन्ड भयो है। अब पहिला के गर्नु पर्यो हामीले इक्वल बिट गराउनु पर्यो। अब हाम्रो यहाँ हेर्न सक्नुहुन्छ सब्ट्राएन्ड 5 बिटको छ तर मेनु एन्ड 3 बिट्सको छ, त्यही भएर हामीले के गर्यौं अब बराबर गराउनलाई मेनु एन्डमा अगाडि 2टा 0 थप्दियौं। अब के भयो भने हाम्रो मेनु एन्ड र सब्ट्राएन्ड के भयो दुईटै बराबर भयो। अब के गर्ने त भने सब्ट्राएन्ड जुन 10111 छ त्यसको वान्स कम्प्लिमेन्ट निकाल्ने। अब त्यसको वान्स कम्प्लिमेन्ट के हुन्छ 1 लाई 0 गराइदिने, 0 लाई 1 गराइदिने। अब यसको वान्स कम्प्लिमेन्ट हुन्छ 01000। अब के गर्नु पर्यो मेनु एन्ड र वान्स कम्प्लिमेन्ट जुन भर्खरै हामीले निकालेको थियौं त्यसलाई जोडिदिनु पर्यो। मेनु एन्डमा रहेको छ 00110, त्यस्तै गरी वान्स कम्प्लिमेन्ट सब्ट्राएन्डको रहेको छ 01000। दुईटालाई एड गर्दा हाम्रो के भयो 01110 आउँछ एन्सर। अब यसमा चाहिँ के भयो भने एक्स्ट्रा बिट आएन भन्नाले ओभरफ्लो भएन। अब ओभरफ्लो भएन भने के गर्ने त हामीले अब नेक्स्ट यो ओभरफ्लो भएन भने चाहिँ हामीले के गर्ने जुन एड गरेर जुन रिजल्ट आएको छ त्यसको फेरि के गर्ने त हामीले वान्स कम्प्लिमेन्ट निकाल्दिने। अब 01110 को वान्स कम्प्लिमेन्ट निकाल्दा कति हुन्छ 10001 हुन्छ। र अब हामीले के गर्नुपर्ने हुन्छ यसलाई चाहिँ हामीले नेगेटिभ साइनमा राख्नुपर्ने हुन्छ र हाम्रो फाइनल एन्सर रहेको छ -10001। विद्यार्थी भाइ बहिनीहरू यसरी चाहिँ हामीले वान्स कम्प्लिमेन्ट लगाएर सब्ट्र्याक्सन गर्न सक्छौं। त्यस्तै गरी सेकेन्ड कम्प्लिमेन्ट भनेको के हो र सेकेन्ड कम्प्लिमेन्ट लगाएर सब्ट्र्याक्सन कसरी गरिन्छ मैले अर्को भिडियोमा बताउने छु।